धनपालथान गाउँपालिकाको सहयोग र सञ्चारकर्मी मिडिया प्रणाली विराटनगर 7 मोरङको आयोजनामा यो धनपालथान गाउँपालिका वडा नम्बर 1 स्थित फगुनी माध्यमिक विद्यालयमा यहाँको विद्यार्थी भाइ बहिनीहरूसँग अन्तर्क्रिया छलफल गर्न सहभागी भएका छौँ। यो कार्यक्रम विशेष गरेर यहाँको शैक्षिक क्षेत्रको समस्या र यहाँ समग्रमा विद्यालयको गुणस्तर, विद्यालयको शैक्षिक गुणस्तर सहित समग्र अवस्था के रहेको छ र विद्यार्थीहरूका समस्या के छन् भनेर गाउँपालिका अध्यक्ष आदरणीय जीवछ गच्छदार ज्यूले चाहिँ यो कार्यक्रम राख्नु भएको छ। 17वटा स्थानीय तहमध्ये यो गाउँपालिका साँच्चै नै विद्यार्थीहरू भोलिका भविष्य हुन्। विद्यार्थीहरूको समस्या के छ र त्यो समस्या समाधानका लागि गाउँपालिकाले के गर्नुपर्छ भनेर चाहिँ योजना बनाएर यो कार्यक्रम यहाँ समेटेर एकदमै उदाहरणीय काम गाउँपालिकाले राखेको छ। र सर्वप्रथम यहाँहरूसँग म कार्यक्रम सञ्चालक किशोर विश्वकर्माको तर्फबाट न्यानो अभिवादन साथै नमस्कार। र अब म कार्यक्रमलाई ढिलो नगरी यो कार्यक्रममा स्वागत सम्मान गर्दै आसन ग्रहणका लागि धनपालथान गाउँपालिकाका अध्यक्ष आदरणीय दाइ जीवछ गच्छदारज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक आग्रह गर्दछु। यसै गरेर यसै विद्यालयका प्रधानाध्यापक आदरणीय सर केशवलाल शाह सरलाई म यथास्थानमा आसन ग्रहण गर्न हार्दिक आग्रह गर्दछु। त्यसै गरेर विद्यालयका शिक्षक आदरणीय सर दिनेश मण्डल सरलाई आसन ग्रहण गर्न हार्दिक आग्रह गर्दछु र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यथास्थानमा आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। वास्तवमा विद्यार्थी भनेको आज विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू भोलि चाहिँ चाहे त्यो राज्य सञ्चालनका निकायमा होस्, चाहे राजनीतिमा होस्, हरेक क्षेत्रमा, चाहे त्यो डाक्टरको क्षेत्रमा होस्, चिकित्सा क्षेत्रमा होस्, चाहे इन्जिनियरिङका क्षेत्रमा होस्, यही अध्ययन गरेका बालबालिकाहरू भोलि देशको भविष्य हुन्। त्यसकारणले गर्दाखेरि आजैदेखि अहिलेदेखि नै बालबालिकाहरूको विद्यार्थीहरूको समस्या के छ, यहाँको शैक्षिक स्तर उन्नतिका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिका लगायतका विषयमा बुझ्न र कुनै समस्या देखिएमा त्यसलाई चाहिँ गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रम र बजेटमा समेटेर त्यसलाई अगाडि बढाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना आज हुन लागिरहेको छ। र हामी चाहिँ यो कार्यक्रममा गाउँपालिका अध्यक्षज्यूबाट केही जिज्ञासाहरू राखेर सुरुवात गर्नेछौँ। त्यस पछाडि क्रमशः सहभागी भाइ बहिनीहरूले चाहिँ यो विद्यालयमा चाहिँ केही समस्या छन् भने ती समस्याका कुराहरू राख्नुहुनेछ र शैक्षिक स्तरको कुराहरू राख्नुहुनेछ। समग्रमा अघि यहाँहरू विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ जानकारी गराइएको छ। यहाँहरूले आफ्नो प्रश्न राख्दाखेरि शिष्ट मर्यादित चाहिँ शब्द चयन गर्दै राख्नुहुनेछ। कुनै व्यक्तिगत रूपमा कुनै लान्छना लगाउन पाइने छैन र यो कुरालाई ध्यान राख्दै यहाँहरूले प्रश्नहरू सोध्नुहुनेछ भन्ने म जानकारी गराउँदै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। सर्वप्रथम आदरणीय अध्यक्षज्यू, यो धनपालथान गाउँपालिकाले विशेष गरेर एकदमै नमुना र उदाहरणीय काम चाहिँ को सुरुवात गरेको छ, खास गरेर यहाँको शैक्षिक स्तर उन्नतिका लागि र यहाँको शिक्षा क्षेत्रको समग्र समस्या समाधानका लागि यो चाहिँ कार्यक्रम आयोजना दोस्रो पटक यो कार्यक्रम आयोजना गरिरहेको छ। र यो धनपालथानको समग्र शैक्षिक क्षेत्रको अवस्था चाहिँ अहिले के रहेको छ भन्ने हुन म आग्रह गर्न चाहन्छु। धन्यवाद। सञ्चारकर्मी मिडिया प्रणाली शिक्षा क्षेत्रको समस्या र समाधानका लागि विद्यार्थीसँग गाउँपालिका अध्यक्ष टेलिभिजन कार्यक्रममा उपस्थित सञ्चारकर्मी मिडिया प्रणालीका सम्पूर्ण टिम लगायत यस विद्यालयका फगुनीमा शिक्षक लगायत विशेष गरी चाहिँ यो फोकस गरिएको छ हामी विद्यार्थीसँग विद्यार्थी छात्र छात्रा भाइबहिनीहरू र निश्चय रूपमा हामीले यो गत वर्षदेखि सुरु गरेको छौँ र यसले चाहिँ विभिन्न कुराहरूमा चाहिँ समस्याहरू अल्ल्याएको छ। भाइ बहिनीहरू साथीहरूले छात्र छात्रा भाइ बहिनीहरूले चाहिँ विभिन्न समस्या विद्यालयमा चाहिँ मानव खानेपानीको समस्या हुनसक्छ, मानव चाहिँ फ्यानको व्यवस्थापनको समस्या हुनसक्छ, विद्यार्थीहरूलाई अलिकति फेसिलिटिज होस्, चौरको व्यवस्थापन अथवा तपाईँको त्यो साथसाथै कसरी गुणस्तरीय शिक्षा विशेष गरी चाहिँ हामीले हाम्रो धनपालथान गाउँपालिकाभित्रमा चाहिँ
सम्पूर्ण विद्यालयमा कसरी गुणस्तरीय शिक्षा अगाडि बढाउन सक्छौँ त्यो सवालमा चासो राखेर गत वर्षदेखि हामीले यो कार्यक्रम जुन लागू गरेका छौँ त्यसको अनुरूप चाहिँ केही मात्रामा सुधार भएको अवस्थाहरू छ। तथापि पनि अहिले शिक्षामा कहाँ लाग्दो अवस्था छ सामुदायिक विद्यालयहरूमा वास्तवमा हामीले भन्नै पर्छ के भने तपाईँको हरेक गाउँघरमा चाहिँ बोर्डिङ भनौँ न बोर्डिङ स्कुलहरू सञ्चालन हुने र त्यहाँ चाहिँ आधुनिक मान्छेहरूको चाहना इङ्ग्लिस मिडियम होइन हाम्रो बालबच्चा पनि कमसेकम इङ्ग्लिस भएर बोल्नुहोस् होइन त्यस हिसाबले चाहिँ एट्र्याक्टिभ बढाएको छ। तथापि पनि हामीले यसलाई चाहिँ उत्साहित गर्दै लानुपर्छ। जस्तै कि तपाईँको कुनै पनि तपाईँ अगाडि बढ्दा हामीले स्कलरसिपमा नामै निकाल्नुपर्दा चाहिँ यो सामुदायिक विद्यालयको हाम्रो सरकारी विद्यालयको चाहिँ कति गणता हुन्छ होइन। जस्तै तपाईँको डक्टर्सको लागि स्कलरसिप होस्, इन्जिनियरको लागि होस्, कम्प्युटर इन्जिनियरको लागि होस् अथवा विभिन्न क्षेत्रमा चाहिँ। त्यस कारणले गर्दा हामी यसलाई प्रोत्साहन दिएर यसलाई कसरी अगाडि बढाउन सकिन्छ, कसरी हामीले गुणस्तरीय शिक्षालाई अगाडि बढाउन सकिन्छ लगायत भौतिक संरचनाहरू र विद्यार्थीहरूको लागि चाहिने आवश्यकताहरू चाहिँ के हुनसक्छ त्यो सवालमा कमसेकम हामीले बाहिरबाट पत्ता राख्न सक्दैनौँ निश्चित रूपमा। त्यस कारणले गर्दा कमसेकम विद्यालयमै छिरेर कमसेकम विद्यार्थीहरूसँग एक आपसमा इन्ट्याक्सन पनि भयो छलफल हुन्छ, उहाँहरूले कुरा राख्नुहुन्छ बाहिर जानु। त्यस अनुसारले हामीले आगामी दिनमा जुन बजेट विनियोजन गर्ने कुराहरू हुन्छ त्यसमा चाहिँ समावेश गरेर ती कुराहरूलाई कसरी हामीले निडेड आवश्यकताहरू भनौँ न मोस्ट इम्पोर्टेन्ट जुन हुन्छ त्यसलाई चाहिँ प्राथमिकताको क्रममा राखेर अझ त डिमान्डहरू धेरै हुन्छ तर सबै कुराहरू पुरा गर्न सकिन्न। तथापि पनि जे आवश्यकता हुन्छ त्यस हिसाबले चाहिँ अगाडि बढ्न चाहन्छौँ र त्यसै अनुसारले हामी चाहिँ यो कार्यक्रम भनौँ न विद्यार्थीसँग गाउँपालिका अध्यक्षको कार्यक्रम राखेको छौँ र यसै पनि यसले गुणस्तरीय शिक्षामा पर्याप्त कार्य ढङ्गले अगाडि बढिरहेको हामीले महसुस गरेका छौँ। अब हामी केही प्रश्नहरू विद्यार्थी भाइ बहिनीहरूसँग लिनेछौँ। विद्यार्थी भाइ बहिनीहरूले हात उठाएर पालो 3जना विद्यार्थीले सुरुमा प्रश्न राख्नुहुनेछ, त्यस पछाडि क्रमशः चाहिँ भाइ बहिनीहरूले राख्नुहुनेछ भन्ने म आग्रह गर्दछु। प्रश्न कसले राख्न चाहनुहुन्छ कृपया हात उठाइदिनु होला। नमस्कार, मेरो नाम मनिषा कुमारी बैठा हो। म 10मा पढ्छु। मेरो घर जनताखान गाउँपालिका वडा नम्बर 1 दुर्गापुरमा हो। आजको यो कार्यक्रममा म आफ्नो प्रश्न राख्न चाहन्छु। मेरो प्रश्न यो हो कि हाम्रो स्कुलको खेल मैदान धेरै सानो छ। यो खेल मैदान चाहिँ कहिले ठुलो हुन्छ? मेरो नाम आकृति कुमारी मण्डल हो। म कक्षा 10मा पढ्छु। कक्षा 9मा पढ्छु। झम्पाथान 1 नचाचामा मेरो घर हो। हाम्रो शौचालयको दबाब भाटिएको छ, त्यो साँच्चै गराइदिनुहोस्। अनि के भन्छ, हाम्रो क्लासमा पानी आउँदा पानी छिरिन्छ झ्यालबाट। अब यो विद्यार्थी भाइ बहिनीहरूले सोध्नु भएको प्रश्नको जवाफका लागि म अध्यक्षज्यूलाई चाहिँ आग्रह गर्दछु। त्यस पछाडि फेरि यहाँहरू तयारी अवस्थामा रहनु होला। हामी फेरि यहाँहरूको प्रश्न लिनेछौँ। धन्यवाद। पूर्ण शिक्षा क्षेत्रको समस्या र समाधानको उपायको सवालमा तपाईँको विद्यार्थी सङ्घहरूको गाउँपालिका अध्यक्ष कार्यक्रम म उपस्थित पुनः हाम्रो यो पोखरी माविको अध्यक्ष आउनु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। र निश्चय पनि बहिनीहरू छात्र भाइ बहिनीहरू साइड नगरिदिनु होला, किनभने तपाईँहरूले राखेका कुराहरू फेरि हामीले बोल्नुपर्छ र तपाईँहरूले फेरि पनि बुझ्नु पऱ्यो होइन। त्यस हिसाबले अगाडि बढौँ। र मनिषा कुमारी बैठाजीले राख्नुभएको वास्तवमा खेल मैदान सानो छ, खेल खेल्नलाई चाहिँ अप्ठ्यारो हुन्छ, साह्रो गाह्रो हुन्छ। यो खेल मैदान भनेको एउटा ठुलो समस्याको रूपमा छ। वास्तवमा हामीले नेपाल सरकारले चाहिँ हामीलाई त्यस हिसाबको अथोरिटी गाउँपालिकालाई दिएको छैन। हामीले फाल्टै चाहिँ खेल मैदान किन्न चाहिँ सक्दैनौँ, किनभने नेपाल सरकारले चाहिँ अनुमति दिएको छैन। त्यस कारणले गर्दा यो अलिकति जटिल समस्याको रूपमा रहेको छ। बरु चाहिँ यसलाई लिजमा लिएर भनौँ, लिजमा लिएर छेउछाउमा त्यो गरियो भने गर्न सकिन्छ। तर चाहिँ खेल मैदानको व्यवस्थापन अर्कै ठाउँमा चाहिँ प्राय विद्यालयहरूमा तपाईँको यस्तै हिसाबको छ। कुनै विद्यालयमा मात्रै खेल मैदानहरू छन् र हामीले जति छ अब त्यसैमा उपयोग गरेर जाने हो, किनभने यो सिस्टमले नदिएको कारणले गर्दा यसलाई अलिकति जटिल कुराहरू रहेको छ। यसलाई र पनि हामीले यसमा माटोसाटो गरेर जति छ त्यसैमा व्यवस्थापन चाहिँ गरेर चाहिँ तपाईँहरूलाई खेल्ने वातावरण हामीले त्यो व्यवस्थापन मिलाउँछौँ। त्यसै गरी कविता कुमारी मण्डलजी हाम्रो 10 क्लासका छात्रा हुनुहुन्छ। खानेपानीको सुविधा वास्तवमा यो अहिले आज म हेर्छु
कि खानेपानीको के व्यवस्थापन रहेको छ, होइन भने हामीले ट्युबवेलकै पानी कमसेकम हामीले यहाँ राखेर फिल्टर दियो भने त्यो शुद्ध पानी हुन्छ होइन। फिल्टर राखिदियो भने जस्तै मानौँ ट्युबवेलकै पानी हामीले 200 फिट जडान गरेर चाहिँ अनि त्यसमा फिल्टर राखिदियो भने हामीले के हुन्छ, त्यो पानी फिल्टरै हुन्छ, त्यो भनेको शुद्ध भइहाल्छ। त्यसको हामी व्यवस्थापन गर्छौँ। यो योजनामा चाहिँ हामीले यो वर्ष आएका डिमान्डहरू चाहिँ राख्छौँ। त्यसै गरी शौचालयको दिवाल भाँचिएको र झ्यालबाट पानी, वास्तवमा यो सिसा चाहिँ यसमा त झ्यालमा पानी नछिर्नुपर्ने हो, माथिबाट यसमा पनि अब झ्याल। वास्तवमा हामीले बजेट विनियोजन गरेका छौँ छात्र भाइ बहिनीहरू। अब चाहिँ यही कुराहरू वास्तवमा कक्षा कोठालाई जस्तै पानी कसरी नछिर्ने, अनि चाहिँ कुन कक्षा कोठामा चाहिँ तपाईँको भनौँ न रबर लगायत त्यो कमसेकम सुविधाजनक होस् त्यो। अनि चाहिँ अर्को कुराहरू त्यो शौचालयको कुरा आएको छ, त्यो शौचालय पनि मर्मत गर्ने कुरा हो। अहिले म अब जाने बेलामा यो शौचालय पनि हेर्छु होइन, शौचालय छिर्छु त्यहाँ के अवस्था छ। हामीले यो वर्ष चाहिँ यो बजेट विनियोजनको काम पनि गर्न नसकिएको, अब यसलाई बजेट अलिकति त थपेर हुन्छ कि के हुन्छ त्यसलाई पुनः हामीले यसलाई शौचालयलाई चाहिँ अलिकति चिटिक्क बनाएर चाहिँ छात्र भाइहरूलाई सुविधायुक्त हामी बनाउँछौँ। धन्यवाद। धेरै धेरै धन्यवाद अध्यक्षज्यू। विद्यार्थीहरूले आफ्नो भएको जिज्ञासाको जवाब अध्यक्षज्यूले दिइसक्नु भएको छ। अब हामी विद्यार्थीको फेरि पनि प्रश्नतर्फ लाग्नेछौँ। त्योभन्दा पहिले हामी बिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद मण्डलज्यूको उपस्थिति छ। म उहाँलाई आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु र पुनः विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो प्रश्नका लागि म आग्रह गर्दछु। म कक्षा 9 मा पढ्छु। मेरो घर दुर्गापुर नेपालमा हो। मेरो भनाइ यो हो कि हाम्रो विद्यालयमा अहिलेसम्म टाई बेल र आइडी कार्ड छैन। मेरो नाम बौठिसा हो। म कक्षा 9 मा पढ्छु। मेरो घर दलपाटा 1 गाउँपालिकामा हो। मेरो भनाइ यो हो कि पहिलो पटक अध्यक्षज्यूले आउँदाखेरि हामी धेरै प्रश्न गरेको थिए। त्यो मध्येमा तपाईले कुन प्रश्नहरूको समाधान गर्नुभएको छ त्यो म सुन्न चाहन्छु। मेरो नाम काफी कुमारी चौधरी हो। म कक्षा 9 मा पढ्छु। मेरो घर नचामा हो। मेरो प्रश्न यो हो कि हाम्रो स्कुलमा डान्स क्लास अनि डान्स टिचर पनि छैन। डान्स क्लास अनि डान्स टिचरको आवश्यकता हो। मेरो नाम बौठिसा हो। म कक्षा 9 मा पढ्छु। मेरो घर धनपाटा 1 गाउँपालिकामा हो। मेरो भनाइ यो छ कि सरहरूले भन्नुहुन्छ कि जङ्क फुड खानु हुँदैन, तर सरहरूले नै त्यो स्कुलभित्र ठेला बसाइदिनुहुन्छ। त्यसको लागि म त्यसको मतलब जवाब सुन्न चाहन्छु। अहिलेसम्म आएको प्रश्नको चाहिँ अध्यक्षज्यूले जवाब दिनुहुनेछ। त्यस पछाडि फेरि हामी विद्यार्थीतर्फ फर्किनेछौँ। धन्यवाद। पुनः प्रश्नहरू आएको छ विद्यार्थी भाइ बहिनीहरूबाट। जस्तै बबिता बहिनीबाट आएको छ, जुन हामीले प्रश्न राखेका थियौँ त्यो जुन प्रश्न राखेका थियौँ त्यो वास्तवमा कतिसम्मको कुरा भयो र तपाईँहरूले प्रश्न राखेकोमा यही फ्यानको व्यवस्थापन हामीले गरेका छौँ। त्यसै गरी चाहिँ यसबाट बजेट विनियोजन गरेको तपाईँहरूको लागि, तर त्यो कामै हुन सकेन। बजेट विनियोजन गरेको थियो हामीले 10 लाख। त्यसमा चाहिँ कसरी तपाईँहरूको चाहिँ खानेपानीको व्यवस्थापन, त्यसैमा चाहिँ तपाईँको चौकीहरूको चाहिँ भनौँ न पुरा व्यवस्थापन त्यो नहोस्, कमसेकम क्लियर होस्, व्यवस्थापन छात्रको त्यस हिसाबले होस् भनेर हामीले गर्न खोजेको, तर चाहिँ यो हुन पाएन। वास्तवमा हामीले फेरि यस्तो छ तपाईँको सबै कुराहरू गर्न सकिँदैन, पालो गर्ने हो। किनभने बजेट सीमित र स्रोत र साधन, हाम्रो बजेट चाहिँ सीमित स्रोत साधन हुन्छ। त्यस कारणले गर्दा एकैचोटि तपाईँहरू 10-20वटा प्रश्न गर्नु होला, तर 10-20वटा चाहिँ आवश्यकताहरू पुरा गर्न सकिँदैन। यसलाई चाहिँ प्राथमिकताको क्रममा हामीले भनिनँ भने तपाईँहरूलाई चाहिँ प्राथमिकताको क्रममा चाहिँ जो मोस्ट इम्पोर्टेन्ट छ होइन त्यसलाई चाहिँ हामीले गर्दै जान्छौँ। अनि तपाईँको गरेका कुराहरू चाहिँ फेरि पुनः अर्को वर्षमा फेरि त्यसैलाई चाहिँ प्राथमिकता दिएर त्यो अगाडि बढाउँछौँ। त्यस कारणले गर्दा सबै कुराहरू गर्न नसकिएको हुने हो वास्तवमा, र गर्ने कुराहरू तपाईँहरूको मोस्ट इम्पोर्टेन्ट कुराहरू चाहिँ हामी एकदम पुरा गर्छौँ भनेर प्रतिबद्धता जारी गर्न चाहन्छौँ। त्यसै गरी चाहिँ डान्स टिचर मैले गत वर्ष पनि भनेको थिएँ, अरू विद्यालयमा के हुन्छ भने डान्स टिचरबाट नै गराउनुपर्छ। डान्स टिचर हामीले राख्दा अलिकति 32वटा टिचर छ, त्यो भइहाल्छ नि। डान्स सिकाउने टिचर चाहिँ त्यो व्यवस्थापन गर्नुपर्छ, नभए अब त यसरी अलिकति गाह्रो छ वास्तवमा। ठिकै छ, हामी डान्स टिचर बरु यो सिस्टममा एउटा डान्स टिचर राखेर होइन कमसेकम हप्तामा एकचोटि होइन फ्राइडे त्यसरी गराउन सक्यो भने त्यो पनि राम्रो कुरा हो। यो चाहिँ हामी व्यवस्थापन गर्छौँ वास्तवमा। डान्स टिचर एउटा राखिदिने
र तपाईँको हप्तामा एकचोटि पाले पाले घुम्छ अथवा यो उहाँलाई डान्स टिचर राख्यो भने कमसेकम उसले के गर्छ भने तपाईँको पाले पालो हप्तामा एउटा विद्यालय उसको त पिरियड हुन्छ नि आखिर पिरियड हुन्छ साइडमा लगाएर कुनै एउटा कोठामा चाहिँ त्यो डान्स सिकाउने कुराहरू चाहिँ र ठिक छ त्यसको बारेमा हामी व्यवस्थापन गर्ने प्रयास गर्छौँ र यसलाई चाहिँ डान्स टिचर कमसेकम सबै विद्यालयको लागि जहाँ जहाँ छ तपाईँको त्यो सजिलो भइहाल्यो जहाँ जहाँ छैन त्यहाँको लागि हामीले त्यो व्यवस्थापन गर्छौँ। त्यसै गरी प्याड वास्तवमा प्याड छोटो हुनुभयो वास्तव गत वर्ष तर यसबाट हामीले काठमाडौँसम्म अहिले जस्ट तपाईँको काठमाडौँमा चाहिँ हामीले एउटा गएको छौँ जुन चाहिँ हामीले के लगाउँछौँ भने टेन्डर गर्छौँ टेन्डर गर्छ यो प्याडमा त्यतिकै किन्नु पाइँदैन जबकि यो सशक्तवाला पैसा हो र पनि हामीले टेन्डर गर्छौँ टेन्डर आह्वान गर्छौँ त्यसअनुसारले तपाईँको प्याड आउँछ र प्याडमा तपाईँ फेरि हामी गुणस्तर चेक गर्छौँ तर यो साइजको अलिकति जो तपाईँको डिफल्ट भएको छ र त्यो पनि तपाईँको सरकारले के भनेको त्यो मापदण्ड ठिक छ फेरि सरकारले मापदण्ड छ ठिक बन्छ फेरि तर चाहिँ प्याडलाई चाहिँ अलिकति अव्यवस्थित र सानो भएको कारणले गर्दा यसलाई चाहिँ एकदम ग्रहण रूपमा छलफल गरेर हामीले यसबाट आफ्नै कर्मचारीलाई अनि काठमाडौँ पठाएको छौँ आज आयो होला सायद त्यो चाहिँ एप्रुभल लिएर आयो होला अनि चाहिँ हामीले टेन्डर लगाएका छौँ त्यो एप्रुभल दिएपछि अनि अब प्याड हामीले खरिद गर्छौँ त्यो ठेकेदारले हामीलाई दिन्छ होइन अनि चाहिँ हामीले वार्डमा जति पनि विद्यालयहरू छन् त्यहाँमा चाहिँ डिस्ट्रिब्युट गर्छौँ वितरण गर्छौँ यसमा चाहिँ समस्या मलाई लाग्छ अबदेखि नआउनुपर्ने हो त्यसरी चाहिँ मापदण्ड अनुसार फेरि उसको ठिक छ फेरि तर यो चाहिँ कसरी हुन्छ यो पनि फिटिङ अलिकति यो प्याडको तपाईँको यताततै भनौँ न यसको गुनासो आइरहेको अवस्थाहरू छ त्यसलाई चाहिँ हामी समाधान गर्छौँ। त्यसै गरी चाहिँ जङ्क फुडको कुराहरू आयो वास्तवमा जङ्क फुड या ठेलाहरू छ यसमा चाहिँ हामीले अब तपाईँहरूले चाहिँ टिफिनको टाइममा जुन तपाईँको खुल्छ त्यस हिसाबले बाहिर गएर चाहिँ अथवा घरबाटै होइन घरबाटै खाजा केही खाजाहरू चिउरे भयो भुजिया भयो होइन मानव त्यसमा तरकारीहरू हुन्छ तपाईँको रोटी तरकारी पनि ल्याउन सक्नुहुन्छ तपाईँहरू चाहिँ त्यो त जङ्क फुड भएन त्यसरी तपाईँहरू म्याक्सिमम त्यो प्रयास गर्नुहोस् त्यो पनि पैसा पनि खर्च हुँदैन तपाईँहरूको घरबाटै तपाईँको तरकारी हुन्छ मान्नुहोस् भुजा चिउरा तरकारी ल्याउनु हो भने घरबाटै ल्याउन सक्नुभयो नि त अनि बिचमा खानु परेन टिफिन टाइममा त्यो पनि पैसाको पनि सेभ भयो चाहिँ त्यस कारणले गर्दा यसमा बढी ध्यान दिनु होला। अब त यस्तो हुन्छ बेच्ने मान्छे आउँछ हामीले ठिक छ अब हेड सरसँग हामी सल्लाह गर्छौँ अब बाहिर त्यसलाई कसरी त्यो जङ्क फुडहरू बाहिर राख्न लगाउने किनभने यस्तो भयो भने भित्र भयो भने के हुन्छ भने तपाईँको यो स्कुल टाइममा पनि जस्तै टिफिन भएन यो टिफिन टाइममा पनि त्यो गएर खान्छौँ कोही त्यो वास्तवमा यसलाई हामी व्यवस्थापन गर्छौँ हेड सरसँग सल्लाह गरेर प्रदेशको डिपी सहदेव आउनु भएको छ यसलाई चाहिँ बाहिर कसरी गर्न सकिन्छ बरु टिफिनको टाइममा गएर जो खान्छ त्यस हिसाबले हामीले तपाईँको खुस पनि गर्न सक्दैनौँ विद्यार्थी बाहिरले इन्ट्रेस्ट हुन्छ मान्नुहोस् त्यस कारणले गर्दा त्यो पनि हामीले समन्वय गरेर चाहिँ समाधान गर्छौँ। यतिको लागि चाहिँ यति भन्न चाहन्छु। धन्यवाद। अब थप प्रश्नहरू छन् भने फेरि पनि पालो राख्नु होला। कविता कुमारी मण्डल हो म कक्षा 10 मा पढ्छु। मेरो प्रश्न यो हो कि हामीहरू प्याड युज गर्दा स्कुलमा प्याड फाल्न गाह्रो हुन्छ डस्टबिनको प्रबन्ध गराइदिनुहोस्। हेलो म कक्षा 9 मा पढ्छु। हाम्रो रोड राम्रो छैन हामीलाई स्कुल आउनमा धेरै दिक्कत हुन्छ र बाटोमा माटोहरू सुकाउँछ स्कुल आउनमा एक्सिडेन्ट पनि हुन सक्छ माटोमा गएपछि साइकल कार या बस एक्सिडेन्ट पनि हुन सक्छ धेरै ठोको छ यसलाई के गर्नुहुन्छ भाग दिनुहोस्। धन्यवाद। नमस्ते मेरो नाम काबु कुमारी चौधरी हो म कक्षा 9 मा पढ्छु। म कक्षामा बस्छु। मेरो प्रश्न यो हो कि हाम्रो स्कुलमा साइन्स टिचरको कमी हो साइन्स टिचर एक हप्तादेखि आइराखेको छैन। धेरै विद्यार्थी भाइ बहिनीहरूले जिज्ञासा राख्नु भएको छ। स्थानीय सरकारको प्रमुख गाउँपालिका अध्यक्षज्यूले चाहिँ विद्यार्थी भाइ बहिनीहरूले राख्नु भएको जिज्ञासाहरूलाई आगामी वर्षको बजेट नीति कार्यक्रममा समेटेर सम्बोधन गर्नेछु भन्ने कुरा भनिसक्नु भएको छ र केही प्रश्नको जवाब आउने नै छ। त्योभन्दा पहिले अब म यसै विद्यालयका प्रधानाध्यापक कोशीलाल शाहज्यूबाट केशवलाल शाह सरबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरूको जिज्ञासासँग सम्बोधन हुने गरी कुराहरू राख्ने म आग्रह गर्दछु। गाउँपालिका अध्यक्ष जीवस प्रसाद मण्डलज्यू, यस विद्यालयका वित्तीय सह अध्यक्ष राजेन्द्र प्रसाद मण्डलज्यू र टेलिभिजन कार्यक्रमका सञ्चालकहरू र हाम्रा यस विद्यालयका शिक्षक मित्रहरू साथै यहाँ सहभागी हुनुभएका सम्पूर्ण भाइ बहिनीहरू,
त्यसमा भाइ बहिनीहरूबाट प्रश्नहरू जुन आएको छ यो प्रश्नहरूको धेरै हदसम्म हाम्रो विद्यालयबाट पनि हामी व्यवस्थापन गर्न सकिन्छौँ। जस्तै डस्टबिनको कुरा छ, डस्टबिन हामी पहिला पनि राखेको थियो छात्राको शौचालयमा, त्यसलाई तोडफोड गरेर थालेको छ। फेरि म पेटको लागि छुट्टै डस्टबिनको पनि हामी व्यवस्था गर्नेछौँ र बाहिर पनि डस्टबिनहरू भाँचेको छ, स्कुलमा छ, त्यो डस्टबिनहरू हामी राख्न लगाउँछौँ। साथै विज्ञान प्रयोगशाला ल्याबको कुरा गर्नुभएको छ विद्यार्थीहरूले, त्यसको लागि हाम्रो विज्ञान प्रयोगशालाको सामग्रीहरू हामी ल्याइसकेका छौँ। अब कोठाको पनि व्यवस्था अब भइसकेको छ, त्यसलाई हामी अब केही फर्निचरको अभावको कारणले त्यसलाई व्यवस्थित पार्न सकेका थिएन। तर यसपालिको बजेटबाट हामीले गर्न सोचेका थियौँ, तर त्यो काम हुन सकेन। तैपनि हामी त्यसलाई केही हदसम्म हामी त्यो विज्ञान प्रयोगशालाको ल्याबलाई अब विज्ञान टिचर आएपछि त्यसलाई व्यवस्थित पार्नेछौँ। र हाम्रो शिक्षकको केही अभाव अहिले तत्कालको लागि छ, त्यसको हाम्रो गणित र विज्ञानको हामी विज्ञापन गरिसकेका छौँ। र हाम्रो 15 गते नै विज्ञापनको इक्जाम हुनेवाला थियो, तर केही कारणवश प्राविधिक त्रुटिको कारणले त्यो इक्जाम हुन सकेन। अब केही दिनपछि त्यो इक्जाम भइसकेपछि हाम्रो शिक्षकहरू आउनेछ र नियमित क्लास हाम्रो सञ्चालन हुनेछ। र अर्को खेल मैदानको सम्बन्धमा जुन भाइ बहिनीहरूले कुरा राख्नुभएको छ, पालिका अध्यक्षले पनि भन्नुभएको छ, स्कुलकै या पालिका अध्यक्षले चाहनुभयो भने हाम्रो वार्डमा यही स्कुलकै छेउमा एरियामा एउटा खेल मैदान छ, त्यसलाई यदि व्यवस्थित पारिदियो भने हाम्रा भाइ बहिनीहरू त्यहाँसम्म गएर खेल खेल्न सकिन्छ, नजिकै छ। र साथै पानीको निकास त हामी यसपालि माटो पुग्ने पनि बजेटमा राखेको थियो, कहीँ कहीँ पानी जमिराखेको छ। अनि भाइ बहिनीहरूले एउटा कुरा राख्नुभएको थियो, शौचालय जाने बाटोमा अलिकति दिवाल त्यहाँ हलिराखेको छ, त्यो दिवालको मर्मत हामी गर्छौँ, यसपालि नै गर्छ। हामी मिस्त्रीहरूसँग कुरा गर्दाखेरि अहिले मकैमा लागेको हुनाले उनीहरूले टाइम दिन सकेको छैन। हाम्रो इटाकी दिवाल छँदैछ, त्यो दिवाल तोडेर हटाएर त्यहाँ हामी पुनः नयाँ दिवाल लगाउनेछौँ। र पानीको जुन छात्राहरू जाने शौचालयमा पानी जाने हामी त्यहाँ हात धुनेको लागि मेसिनहरू राखेको थियो। त्यो अब भाइ बहिनीहरूले या बाहिरको मान्छेहरू आएर भाँचिदिएको कारणले त्यो पानीहरू तलै झरिराखेको हुनाले त्यहाँ त्यस्तो समस्या भएको छ, त्यसको लागि पनि हामी व्यवस्था गर्नेछौँ। अब आफ्ना भनाइहरू राखिदिनु हुनको लागि म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद मण्डल सरलाई हार्दिक अनुरोध गर्दछु। बादमा यसपालि त हामीले गाउँमा 10 लाखका जमिन ल्याएको थियौँ, किनकि बाहिरका वार्ड हामीले लगाएर त्यो विद्यालयलाई जित्ने संरक्षण गर्ने पूर्ण दिशामा थियो। तर यसपालि के भयो कि त्यो जग्गा हाम्रो कर्मचारी भन्सारको रहेको कारणले उहाँहरूले गरेर त्यो पैसालाई हामीले अनुवाद गरेर अर्को काम गर्ने भने उहाँ अध्यक्षले भन्नुभएको थियो। ठिकै छ, तपाईँको जो मुद्दा भनिएको काम हामीले चाहे बाहिरको यो वार्ड पनि लगाइसकेको कमसेकमभित्रको विद्यार्थीहरूले प्रशासनले हात दियो भने त्यो वार्ड हामीले वार्ड पनि लगाइदिन्छ, अलिकति वार्ड पानी बाँकी छ। सबभन्दा पानीको समस्या यहाँ हाम्रो छ। अध्यक्षसँग हाम्रो आर्थिक अनुरोध के छ भने यसलाई कमसेकम 400 फिटको पुगेर यसलाई जवान मिलाइदिनु भन्ने अनुरोध छ कि हाम्रो स्कुल समिति स्कुलको व्यवस्थापन समितिको आर्थिक अनुरोध बुझेको छैन। कमसेकम 400 जो हामीले डिएपीमा 400 पुगेको पानीहरू गाउँको मान्छेहरू पनि लगेर खान्छ, त्यस्तै हाम्रो एउटा पुगेको कमसेकम तपाईँले व्यवस्था गर्नु र हाम्रो भाइ बहिनीहरूले यसपालि चौरीमा पनि माथि हाल्ने हाम्रो भनिसकेका थियौँ, तर त्यो पैसाको अभावले त्यो हामीले गर्न सकेनौँ। अनि हामी स्कुलदेखि स्कुलसम्म बाटो मेन बाटोसम्म हाम्रो ढाडा हुने चुला एस्टिमेट पनि भइसकेको थियो। तर
तर त्यही घेराबेलामा भएको कारणले त्यो पैसा हाम्रो यसपालि त्यति बेलाको लागि फिनिस भयो। फिनिस त भएर हामीले अध्यक्षसँग अनुरोध गरेको चाहिँ त्यो पैसा अलिला गरेर हामी 2-3 महिना भित्र काम गर्ने भने विज्ञानको सहरमा हाम्रो मात्र छ। हामीले भेटेन्सी पनि खोलेको त्यो सफल भइसकेको थियो। त्यो कारणले हाम्रो अब छिटो नै त्यो हाम्रो इक्जाम गराउने भने हामी उहाँसँग अध्यक्षसँग अनुरोध गर्छौँ। हाम्रो यसमा अलिकति शिक्षकको पनि 2टा शिक्षकको पनि भएको कारणले अलिकति तपाईँ चाँडै गराइदिनुहुन्छ भन्ने आग्रह गर्दै म आफ्नो विषय राख्छु। धन्यवाद। कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अब चाहिँ समग्र विद्यार्थी भाइ बहिनीहरूको जिज्ञासा सहित आफ्नो महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुनुको लागि म पुनः गाउँपालिका अध्यक्ष जिम्स गच्छदारज्यूलाई हार्दिक अनुरोध गर्दछु। पुनः तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो प्रवक्ताज्यू र तपाईँको विशेष अध्यक्षले धेरै कुराहरू राखिसक्नु भएको छ। तथापि पनि हामीले धनपाल गाउँपालिका तपाईँको विभिन्न यो विद्यालयहरूले तपाईँहरूसँग इन्ट्रेक्सन कार्यक्रम गर्ने कारणले तपाईँको एकदमै तपाईँको हामीले कसरी विद्यालयहरूलाई चाहिँ विभिन्न आवश्यकताहरू पुरा गर्न सक्छौँ त्यो सवालमा हामीले यो कार्यक्रम राखेको हो। वास्तवमा यसमा पनि खर्च तपाईँको व्यवस्थापन हुन्छ, खर्च हुन्छ हाम्रो र तपाईँको वास्तवमा सानो सानो कुराहरू वास्तवमा धेरै डिमान्डहरू पनि रहेको हुन्छ र हामीले चाहिँ धेरै कुराहरू बुझ्न सकेका हुँदैनौँ। तर हामी अहिले हेरसम्म कुराहरू राखिसक्नुभयो। हेर्नुहोस्, जस्तै शौचालयको व्यवस्था भयो, छुट्टै भइहाल्छ। तपाईँको वालहरू मर्मत गर्नुहुन्छ, उहाँले वाल पनि मर्मत गर्नुहुन्छ। अब यो झ्यालको त्यो पानी जम्ने कुराहरू अनि तपाईँको चौरीमा पानी जम्ने कुराहरू र शौचालयलाई अझ त्यो लेडिज शौचालय हाम्रो छात्राहरूको शौचालय त्यो पानी जम्ने कुराहरू जुन भइराखेको छ त्यसलाई पनि क्लोज गरिदिने कि होइन, किनभने पानी झर्दैछ भने त्यसलाई क्लोज गरिदिनुपर्छ। किनभने यो विद्यालय सार्वजनिक न हो, हामीले पनि एकदमै अप्ठ्यारो छ। सार्वजनिक विद्यालय भन्छ कि अब कसको विद्यालय हो त्यो माया गर्दैन क्या, बाहिरको मान्छे पनि आएर त्यो तोडिदिने कुराहरू गर्छ। अनि यस्तो अप्ठ्यारो छ, यसलाई चाहिँ हामीले झन् यो समाजले चाहिँ माया गर्नुपर्छ। सार्वजनिक विद्यालय कमसेकम फुक्री बाबी यहाँ सञ्चालन भइरहेको छ 1 नम्बरमा, हामीले यसलाई माया गरेर कसरी उँभो लगाउने हो त्यो सवालमा हामीले सबैजना चिन्तित हुनुपर्छ। तर कुनै मान्छेको चाहिँ गलत नैतिकताको कारणले गर्दा यस्तो कुराहरू हुन्छ। यसमा हामीले माग गर्नुपर्ने कुराहरू हुन्छ र यसलाई कसरी तपाईँको समाधान गर्ने त्यो सवालमा हामीले त्यो एकदमै गर्छौँ। खेल मैदानको कुराहरू आइसकेको छ, तपाईँको त्यही शौचालयको व्यवस्थापनको कुरा पुनः यहाँ जोडिएको छ र तपाईँको अरू कुराहरू खेल पानी जम्ने कुराहरू छ। यो बजेट हामीले विनियोजन गरेको, यसमा माटो हाल्ने पनि काम थियो। हेर्नुहोस्, तर के हो यो अगाडिको तपाईँहरूलाई थाहा छ, अगाडिको जग्गा भनेको भन्सारको जग्गा हो। भन्सार भनेको भन्सार यहाँ बसिराखेका छन् एपिएफ हाम्रो साथीहरू, त्यो चाहिँ भन्सारको जग्गा हो। भन्सारको जग्गाले चाहिँ त्यसलाई होइन हाम्रो जग्गामा चाहिँ सार्वजनिक जग्गा हो, भन्सारको जग्गा हो। यहाँ चाहिँ बनाउन अलिकति अप्ठ्यारो छ, यहाँ माथिबाट के अरे उलिनुपर्छ होइन, त्यो धेरै कुराहरू अप्ठ्यारो साराहरू गाह्राहरू भएको छ। तथापि पनि हामीले अब के गर्छौँ भने तपाईँको यो जति पनि आवश्यकताहरू छ त्यसलाई एकदमै चाहिँ सूक्ष्म दृष्टिले हेरेर, जसरी शौचालय एकदम बनाउनै पर्ने हुन्छ, जस्तै तपाईँको जहाँ पानी हुन्छ त्यो बनाउनै पर्ने छ, जस्तै चौरोमा चाहिँ तपाईँको चौतारीमा खेल मैदानमा पानी आउँछ त्यो बनाउनै पर्ने छ। त्यही कुराहरू समग्र रूपमा राखेर तपाईँको हामीले बजेट विनियोजन गरेका त्यो सबै कुराहरू राख्नुपर्छ। अब त्यो बजेटको परिवर्तन गर्दाखेरि तपाईँ त्यो सबै कुराहरू राख्नु होला। म त्यो हेर्छु चाहिँ जस्तै यो साना साना कुराहरू सबै राख्ने, अनि त्यसैमा चाहिँ तपाईँको खेल मैदान चौरको जुन छ भर्ने कुराहरू, खेल मैदान पुग्ने कुराहरू त्यो पनि राख्नु लगायत माथिको पनि तपाईँको खेल के अरे सभाहरू जस्तै रेमिटी गर्न अप्ठ्यारो भयो। हामीलाई यो कक्षा कोठामा राख्नु पऱ्यो, एउटा सबैजना चाहियो भने कमसेकम ट्रस्टीमा लगाएर त्यो पनि तपाईँको हामीले अझ केही पैसा थप गरेर भयो भने त्यो पनि राखिदिन्छौँ हामी तपाईँहरूको लागि। यो सानो सानो कुराहरू सबै इन्क्लुड गराएर अनि चाहिँ थपको रूपमा हामीले चाहिँ त्यो एउटा सानो भनौँ न तपाईँको सभा हो त्यो किसिमको राख्नु। त्यसै हिसाबले हामीले थप गरेर हुन्छ कि के गरेर हुन्छ तपाईँहरूको लागि बजेट विनियोजन गरेर तपाईँहरूको आवश्यकताहरू एकदमै पुरा गर्ने भनौँ न, सबै आवश्यकताहरू गर्न यसरी नै हो। हामीले सीमित स्रोत साधन हुन्छ र हामीले त्यो सीमित स्रोत साधनबाट तपाईँहरूको प्राथमिकताको क्रममा तपाईँहरूको आवश्यकताहरूको परिपूर्ति गर्दै जाउँला भन्ने पनि वाचा बन्धन गर्दै प्रतिबद्धता जनाउँदै र हाम्रो यो तपाईँको सञ्चारकर्मी मिडिया प्रणाली जुन हामीले समन्वय गरेर यसरी धनपाल गाउँपालिकाका 7वटै 5 विद्यालयहरूमा
हामीले जुन कार्यक्रम गरिराखेका छौँ त्यहाँबाट आएका कुराहरू र त्यहाँ समग्र रूपमा हामीले बुझेर जस्तै हामी जो तपाईँको यो कुराहरू टिपोट गर्छौँ मान्नुहोस् यो हामीले नोट गर्छौँ नोट गरेर अब जुन बजेट बिनेको गर्छौँ एकदमै हामीले सूक्ष्म दृष्टिले हेरेर तपाईँको सूक्ष्म दृष्टिले हेरेर चाहिँ तपाईँको यो कति पर्दा कति तपाईँको काम गर्न सक्छौँ त्यो सवालमा हामीले एकदमै बजेट विनियोजन गर्छौँ नै भनेर पनि कमिटमेन्ट गर्दै पुनः हाम्रो सञ्चारकारी साथीहरू लगायत प्रहरीहरू हुन्छ पुलिस अधिकारीहरू हुन्छ विशेष गरी वास्तवमा यो धन्यवादको पात्र तपाईँहरू हुनुहुन्छ मान्नुपर्छ यो तपाईँको सीमावर्ती क्षेत्रमा धनबाद गाउँपालिका हाम्रो एक पोखनी मावि लोचा तपाईँको जस्तो दुर्गापुरमा जुन हाम्रो मावि अवस्थित छ त्यहाँ चाहिँ एकदम छात्र छात्रा भाइ बहिनीहरू जुन आएर अध्ययन अध्यापन गर्दै हुन्छन् यतिका कुराहरू वास्तवमा हामीले यस्तो कुराहरू भयो भने मात्र तपाईँहरूले त्यो के हो त्यो तपाईँको क्षमता पनि वृद्धि भयो नभए त बोल्न डराउँछ नि त मान्छे हामी पनि के सुरुमा बोल्नु थोरै आउँछ हामीलाई तपाईँको अहिले सिक्दै हुनुहुन्छ हेर्नुहोस् तपाईँ भोलिमा तपाईँको नेता बन्न सक्नुहुन्छ मानव तपाईँको प्रोफेसर होइन टिचर लगायत विभिन्न हुन्छ नि तपाईँको एक्टिभ यसरी एक्टिभ हुनुभयो भने उद्घोष गर्न सक्नुहुन्छ मानव जस्तै मानुस उहाँले अहिले त्यतिकै सञ्चारकर्मी हुनुभयो नि मिडियाका साथीहरू हुनुहुन्छ उहाँहरू त्यो मिडिया साथीहरू त्यतिकै भनेको होइन नि त यस्तरी प्र्याक्टिस गरौँ यसरी चाहिँ निर्धरको रूपमा बोल्ने कुराहरू बोल्नुपर्छ बोलेपछि चाहिँ यसरी चाहिँ मिडिया प्रालिकाले तपाईँको सञ्चालन गर्ने हुन्छ उहाँहरू भनेपछि एकदमै तपाईँको एकदमै पोजिटिभ रूपमा लिनुपर्छ तपाईँहरू सबैजनाले चाहिँ यसरी बोल्ने कुराहरू बोल्नु होला प्र्याक्टिस हुन्छ यसमा चाहिँ अगाडि बढ्नु पर्छ हामी सबैजनाले चाहिँ अहिले यसरी बोलेको खण्डमा के हुन्छ भने आफै लिनु हुँदैन हामीले किनभने एकदम तपाईँको कुरा जुन आएको एकदम समग्र रूपमा राम्रा कुराहरू आएको छ र हामीले यसलाई एकदमै सम्बोधन गर्ने गरी चाहिँ तपाईँहरूको म्याक्सिमम मागहरू चाहिँ पुरा गर्ने पनि कमिटमेन्ट गर्दै पुनः सम्पूर्ण छात्र छात्रा भाइ बहिनीहरूलाई पोखरी माविका जति पनि हाम्रो छात्र छात्रा भाइ बहिनीहरू यहाँ उपस्थित भएर आफ्ना कुरा राख्नुभयो कुरा नराख्ने भाइ बहिनीहरू पनि कमसेकम सुन्नुभयो र कुराहरू गहन रूपमा तपाईँहरूले अध्ययन गर्नुहोला र त्यसमा चाहिँ तपाईँहरू अर्कोपल्ट हामी आउँदा अर्को पनि कमसेकम छात्रा बहिनीहरू चाहिँ अर्को पनि बहिनीहरू पनि बोल्नु होला कमसेकम लेखेर राखेपछि हामीले बोल्न सक्छौँ नि त मानव यसो कार्यको व्यवस्थापन भएन लेख्ने अहिले चाहिँ हेरेर बोल्ने होइन के अप्ठ्यारो बोल्नुपर्छ हेर्नुहोस् बोलेपछि नै एक्टिभ हुन्छ होइन बोलेपछि चाहिँ अगाडि बढिन्छ त्यस कारणले बोल्ने निखालको रूपमा बोल्ने कसैसँग चाहिँ डर त्रास कुनै किसिमको राख्नु हुँदैन जसै मानव विद्यालयमा पढाइ एकदम रेगुलर रूपमा भइरहेको छैन भने त्यसमा पनि हेड सरलाई गएर कम्प्लेन गर्ने मानुस कुन सरले चाहिँ त्यो क्लास लिइरहेको छैन हेड सरसम्म जाने अनि हेड सर नआएको छैन त्यो सहायक सर हुन्छ सहायक सरकोमा जाने त्यसरी हामीले गर्नै पर्छ त्यसरी गरौँ भने अलि त हेड सर होइन विद्यार्थीहरू एक्टिभ छ विद्यार्थीहरू पढाइ भएन गर्छौँ हामीलाई कम्प्लेन गरौँ भने त्यहाँ पनि उहाँहरूलाई हामीले त्यस हिसाबले चाहिँ हामी समन्वय गरेर उहाँहरूलाई सम्झाउँछौँ त्यसै हरेक कुराहरू चाहिँ तपाईँहरूले सम्झेर अगाडि बढ्नुहोस् र तपाईँहरूको भविष्य एकदम उज्जवल होस् 10 क्लासमा पढ्ने विद्यार्थी यसरी आउँदैछ त पूर्ण रूपमा तपाईँहरूले तयारी गर्नु होला किनभने हाम्रो जुन विगतका रिजल्टहरू थिए अलिकति बिग्रेका थिए र अहिले कसरी हाम्रो रिजल्टहरू सुध्रिएर जान्छ कसरी बढीभन्दा बढी म्याक्सिमम विद्यार्थीहरू पास हुन्छ त्यो समयमा 10 लगायत 9 का विद्यार्थीहरू पनि एकदम अध्ययन गर्ने लगायत जुन बेसिक हुन्छ हामीले बेसमा पनि ध्यान दिनुपर्छ सुरुदेखि हामीले बेस मजबुत हो भने त्यहाँ पनि विद्यार्थी अगाडि बढेर तपाईँको त्यस हिसाबले शैक्षिक हासिल गर्न सकिन्छ त्यस कारणले गर्दा तपाईँहरू एकदम उज्जवल भविष्यको कामना गर्दै र तपाईँको यो कार्यक्रम एकदम प्रभावकारी कार्यक्रम रहेको हुँदा तपाईँहरू उपस्थित भएर यहाँ समग्र भएर चाहिँ अनि चाहिँ विभिन्न कुराहरू राख्नुभयो त्यसको लागि पनि हृदयदेखि नै धन्यवाद गाउँपालिकाको तर्फबाट र व्यक्तिगत तर्फबाट चाहिँ धन्यवाद दिँदै म आफ्नो भनाइ चाहिँ यही त गर्न चाहन्छु धन्यवाद धेरै धन्यवाद अध्यक्षज्यू उहाँले विद्यार्थी भाइ बहिनीहरूले राख्नुभएको जिज्ञासा अध्यक्षज्यूले एकदमै राम्रोसँग दिनुभएको छ धनपाल गाउँपालिकाले विशेष गरेर यो शिक्षा क्षेत्रलाई एकदमै पहिलो प्राथमिकतामा राखेरै आज यो 1 नम्बर वार्डको फक्ने माविमा आएर विद्यार्थी भाइ बहिनीहरूको समस्या बुझ्ने र त्यो समस्या समाधान गर्नका लागि पर्नु भएको छ विद्यार्थी भाइ बहिनीहरूलाई एकछिन हामी कार्यक्रममा अन्ततिर आइपुगेका छौँ र एकछिन हल्ला नगरिकन शान्त भएर बस्नु हुन म आग्रह गर्दछु कार्यक्रमको हामी अन्त्यतिर आइसकेको छ त्यस कारणले केही समय मात्रै हो र धनपाल गाउँपालिकाले अघि पनि यहाँलाई मैले भने धनपाल गाउँपालिकाले यो शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेकै कारणले गर्दाखेरि आज यो सबै वडामा धनपाल भित्रका सबै वडामा पुगेर यहाँको शैक्षिक अवस्था के छ शैक्षिक गुणस्तरको अवस्था के छ भनेर स्वयं आफ्नै नेतृत्वमा आफै पुगेर त्यहाँको अवस्था वस्तुस्थिति बुझेर त्यसलाई समस्या समाधान गर्नका लागि उहाँ लागि पर्नुभएको छ यो अभियान
सञ्चालन गर्नुभएको छ अध्यक्षज्यूले। यसका लागि तपाईँ हामी सबैका तर्फबाट एकचोटि धन्यवाद भन्नै पर्छ। धन्यवाद, धेरै धेरै धन्यवाद अध्यक्षज्यूलाई। र अब यो हामी अघि यहाँहरूले प्रश्न राख्दै हुनुहुन्थ्यो, हाम्रो यो कुरा थियो तर सबै कुरा पुरा भएन। वास्तवमा हो, सबै कुरा भनेको पैसाले गर्छ, बजेटले गर्छ होइन। र तपाईँको थोरै पैसा हुन्छ, तपाईँसँग 5 रुपियाँ पैसा छ, गर्नुपर्ने 20 रुपियाँको काम होला, त्यो 5 रुपियाँले तपाईँ पहिले के गर्नुहुन्छ त्यो कुरा चाहिँ ध्यान राख्नुपर्छ। किनभने तपाईँसँग जति पैसा छ अथवा जति बजेट छ त्यसले नै त्यो हिसाबले काम गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा आज यो वर्ष तपाईँको चाहिँ एउटा काम भयो भने अर्को वर्ष चाहिँ क्रमशः काम हुँदै जान्छ। त्यस कारणले गर्दा चाहिँ हामी आत्तिहाल्नुपर्ने अवस्था छैन। र हामीले तपाईँहरूले जुन प्रश्न सोध्नुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। यसरी तपाईँ अरू पालिकामा अरू स्थानीय तहमा जानुभयो भने आफ्नो गाउँपालिकाको अध्यक्ष को भनेर विद्यार्थीलाई सोध्नु भने थाहै हुँदैन। तपाईँहरू त आज यहाँ प्रत्यक्ष स्थानीय सरकारको प्रमुखलाई देख्न पाइरहनु भएको छ, भेट्न पाइरहनु भएको छ। भेट्न मात्रै होइन, तपाईँले आफ्ना प्रश्न राख्न पाउनु भएको छ। हाम्रो समस्या यो छ अध्यक्षज्यू भनेर कुरा राख्न पाउनु भएको छ। तपाईँहरूको साथीभाइ आफन्त अरू पालिकामा पनि हुनुहुन्छ होला, सोध्नु होला। तपाईँको चाहिँ त्यहाँको नगर प्रमुखको अध्यक्षको भनेर सोध्नु भयो भने थाहा नहुन सक्छ। आज धनपाल थान गाउँपालिका अध्यक्षज्यू त स्वयं सबै वार्डको सबै विद्यालयमा पुगेर यसरी तपाईँहरूको समस्या समाधानमा लाग्नु भएको छ। त्यस कारणले गर्दा तपाईँ हामीले यस्तो महान अभियान सञ्चालन गर्नुभएको अध्यक्षज्यूलाई धन्यवाद भनिरहनुपर्छ, धन्यवाद दिनुपर्छ। र यसरी शिक्षा क्षेत्रलाई धनपाल थान गाउँपालिकाले चाहिँ प्राथमिकतामा राखेर कामहरू गरिरहेको छ। यसका लागि गाउँपालिका अध्यक्षज्यू सहित गाउँपालिकाको सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद। यो आजको कार्यक्रममा सहभागी हुनुभएको यसै विद्यालयको प्रधानाध्यापकज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, गाउँपालिकाका अध्यक्षज्यू लगायत प्रश्न सोध्ने जिज्ञासा राख्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम यही समापन भएको अनुरोध गर्दछु। धन्यवाद।